अब तपाईहरुलाई माथि हाई टपमा आएर छर्का गाउँ देखाइरहेको छु। नेपालको अत्यन्तै उच्च ठाउँ, हाइट ठाउँ अर्थात् अग्लो ठाउँ भनिन्छ। अग्लो ठाउँमा पनि यसमा चाहिँ आइस हेर्नुस्, हिउँ हेरेर चौरीहरूले घाँस दिइरहेछन्, कसैले आगो बाल्दैछन्। हेर्नुस् त यो चौरीहरूलाई हिलाइराखेका छन् कसैले। हेर्नुस् वरिपरिको गाउँ छ, बोट स्पेशल छ। तपाईहरुलाई धेरै राम्रो ठाउँ देखाइदिएको छु। तपाईहरुले शेयर गर्नु पर्यो सबैले मिलेर। सबैले हेर्नुस् यो स्पेशल ठाउँहरु देखाइदिएको छु। छर्काको एकदम हाइट ठाउँमा आएर भिडियो गरेको मैले। हेर्नुस् यो छर्कामा कुन संस्थाले दिएको हो, सोलर बिजुली यसैबाट उत्पादन गरेको ठाउँ छ। हेर्नुस् बहुत राम्रो ठाउँ छ, स्पेशल हिमालको छेउमा। यहाँबाट चाइना जान नजिक हो। यसलाई अर्थात् सानो भुटान, सानो तिब्बत भन्न सक्नुहुन्छ। छर्का भन्न कारण यो छा भनेको नुन भनेको है, छा भएको ठाउँ भएर नुन हो है।